साथीहरू, के भयो जब आधा आकाशमा उडिरहेको एउटा विमानको छत हावामा उड्यो र कसरी स्पेनको एउटा विमानस्थलमा टेक अफ र ल्यान्डिङ गरिरहेका दुई जहाजहरू आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भए। साथै के भयो जब मलेसियन एयरलाइन्सको एउटा जहाज आफ्ना यात्रुहरूसहित हावामा हरायो। आजको यस भिडियोमा म तपाईलाई उड्डयन इतिहासका सबैभन्दा डरलाग्दा दुर्घटनाहरूको बारेमा बताउन गइरहेको छु। त्यसैले हाम्रो गणना सुरु गरौँ। अलोहा उडान 243। साथीहरू, उडान 243 अप्रिल 28, 1988 मा दिउँसो 1:30 बजे विमानस्थलबाट प्रस्थानको लागि तयारी गरिरहेको थियो। यस उडानमा 5 जना चालक दल र 90 जना यात्रुहरू थिए र यी सबै अमेरिकाको हवाई शहर जाँदै थिए। उडान टेकअफ हुनु अघि उड्डयन अधिकारीहरूले सामान्य रूपमा विमानको सबैतिर जाँच गरे र यस उडानलाई ठिक छ भने। त्यसपछि पाइलटले आफ्नो उडान सुरु गरे र हेर्दा हेर्दै जहाज आकाशको उचाइमा पुग्यो। सुरुमा त विमान सामान्य रूपमा उडिरहेको थियो, तर जब यो 24,000 फिटको उचाइमा पुग्यो, अचानक जहाजको एयर प्रेसर प्रणालीमा खराबी आयो। पहिला त पाइलटलाई यो सानो समस्या हो र यसलाई सम्हाल्न सकिन्छ जस्तो लाग्यो, तर केही सेकेन्ड मात्र बितेको थियो कि अचानक जहाजको माथिल्लो भाग टुक्रिएर जहाजको शरीरबाट अलग भयो। यात्रुहरू विमान टुक्रिएर गम्भीर घाइते मात्र भएनन्, तर अगाडिका सिटमा बसेका सबै मानिसहरू खुला आकाशमुनि आए। हजारौं फिटको उचाइमा भएकोले हावाको चाप यति तीव्र थियो कि उनीहरूलाई सास फेर्न पनि गाह्रो भयो। यति मात्र होइन, जब जहाजको माथिल्लो भाग टुक्रियो त्यति बेला एक एयर होस्टेस सिटको बीचमा उभिरहेकी थिइन् र तीव्र हावाको कारण उनी आकाशमा उडिन्। यो दुर्घटना यति डरलाग्दो थियो कि यसको बारेमा सोच्दा पनि मानिसको शरीर काँप्छ। तपाईलाई विश्वास नलाग्ला, तर पाइलटले लामो समयसम्म छत बिना नै विमान उडाए र अन्ततः यसलाई अवतरण गराउन सफल भए। यस दुर्घटनामा एक एयर होस्टेसले दर्दनाक मृत्युवरण गरिन्, जबकि 7 जना गम्भीर घाइते भए। अचम्मको कुरा के हो भने यस्तो अवस्थामा विमानलाई दुर्घटनाबाट कसैले पनि बचाउन सक्दैनथ्यो, तर पनि पाइलटले यसलाई आपतकालीन अवतरण गराउन सफल भए। जे भए पनि यात्रुहरूका लागि यो घटना एउटा दुस्वप्न भन्दा कम थिएन। टेनेरिफ विमानस्थल विपत्ति। साथीहरू, यो मार्च 27, 1977 को दिन थियो। स्पेनको टेनेरिफ टापु विमानस्थलबाट एउटा उडान ग्रान्ड क्यानेरिया टापुतर्फ प्रस्थान गर्दै थियो। यस उडानमा चालक दलसहित 248 जना थिए। संयोगवश त्यही बेला विमानस्थल अधिकारीहरूले पान अमेरिकन एयरवेजको एउटा जहाज उनीहरूको विमानस्थलमा आपतकालीन अवतरण गर्न लागेको खबर पाए। त्यस विमानमा जम्मा 396 जना थिए र यो कुनै कारणले खराब भएको थियो। त्यसैले पाइलटले टेनेरिफ विमानस्थलमा यसको आपतकालीन अवतरण गराइरहेका थिए। नियन्त्रण टावरले क्यानेरियन टापु जाने उडानका पाइलटलाई निर्धारित समयभन्दा 6 मिनेट ढिलो उडान सुरु गर्न आदेश दियो। यसो गर्नुको कारण यो थियो कि टेनेरिफ विमानस्थल धेरै सानो विमानस्थल थियो र त्यहाँ एउटा मात्र रनवे थियो जहाँ एकै समयमा या त विमान टेकअफ गर्न सक्थ्यो वा अवतरण। तर दुर्भाग्यवश टेनेरिफ एयरवेजका पाइलटले अधिकारीहरूको कुरा ध्यान दिएर सुनेनन् र पहिले नै निर्धारित समयमा विमान रनवेमा ल्याए। यति मात्र होइन, त्यस दिन तीव्र वर्षा पनि भइरहेको थियो र मौसम पनि धेरै खराब थियो। टेनेरिफ एयरलाइनको जहाज रनवेमा आउने बित्तिकै अर्को तर्फबाट पान अमेरिकन एयरवेजको जहाज पनि रनवेमा अवतरण भयो। मौसम यति खराब थियो कि दुवै पाइलटले अगाडि कुनै विमान आइरहेको देखेका थिएनन् र एउटा रनवेमा भएको कारण दुवै हवाई जहाजहरू नराम्ररी ठोकिएर दुर्घटनाग्रस्त भए। तपाईलाई विश्वास नलाग्ला, तर 1 मिनेटभित्र 585 जनाले एकै क्षणमा आफ्नो ज्यान गुमाए। यो दुर्घटना यति डरलाग्दो थियो कि यसमा 40 जना मात्र बाँचे र तिनीहरूमध्ये पनि 5 जनाले अस्पतालमा ज्यान गुमाए। मलेसिया MH370। साथीहरू, मार्च 18, 2014 मा मलेसियन एयरलाइन्सको उडान MH370 क्वालालम्पुरबाट चीनतर्फ प्रस्थान गरिरहेको थियो। यो मध्यरातको उडान थियो र यसमा चालक दलसहित 240 जना यात्रुहरू थिए। विमानले आफ्नो निर्धारित समयमा विमानस्थलबाट टेक अफ गर्यो र आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्यो। सुरुमा विमानका पाइलटहरू नियन्त्रण टावरसँग सम्पर्कमा थिए, तर केही समयपछि उनीहरू अचानक सम्पर्कविहीन भए र यति मात्र होइन, उडान 370 राडारमा पनि देखिन छाड्यो। पहिला त एयर कन्ट्रोलरहरूलाई पाइलटले ट्रान्सपोन्डर बन्द गरेको होला जस्तो लाग्यो, तर अचम्मको कुरा के थियो भने उनीहरूको जहाज पनि एयर कन्ट्रोलरलाई देखिरहेको थिएन। पहिला त उनीहरूले राडारबाट विमानलाई ट्र्याक गर्ने प्रयास गरे, तर विमानको कुनै अत्तोपत्तो लागेन। पछि जब उनीहरूले उन्नत सैन्य राडार र उपग्रहको मद्दतले यसलाई ट्र्याक गर्न थाले, संकेतहरूको मद्दतले पत्ता लाग्यो कि यस जहाजले हिन्द महासागरबाट मलेसियातर्फ फर्किएको थियो। अधिकारीहरूका अनुसार सायद जहाजमा कुनै खराबी आएको थियो, जसको कारण पाइलटले यसलाई फर्काउने निर्णय गरे। तर अचम्मको कुरा के थियो भने यो जहाज कहाँ पुग्यो भन्ने कुरा कसैलाई थाहा थिएन। उनीहरूले यो विमानलाई मलेसियाको वरिपरि खोजे, यहाँसम्म कि अस्ट्रेलिया र अमेरिकाबाट पनि खोजी टोलीहरू बोलाइए र उनीहरूले समुद्रको गहिराईमा पनि खोजी गरे। 17 दिनसम्म उनीहरूले यो जहाज खोज्ने प्रयास गरे, तर MH370 को एक सुराग पनि भेटिएन। अन्ततः मलेसियन सरकारले MH370 हिन्द महासागरको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हुन सक्ने घोषणा गर्यो र यो मुद्दा बन्द गरियो।
आजसम्म पनि यो जहाज आफ्ना 240 यात्रुहरूसहित हराइरहेको छ र यो जहाज मध्य हावामा कहाँ हरायो भन्ने कसैलाई थाहा छैन। यो उड्डयन इतिहासको एउटा यस्तो मुद्दा हो जुन आजसम्म पनि समाधान हुन सकेको छैन। अमेरिकन एयरलाइन 567। साथीहरू, यो नोभेम्बर 12, 2001 को दिन थियो। अमेरिकन एयरलाइनको उडान 587 न्युयोर्कको जोन एफ केनेडी विमानस्थलबाट डोमिनिकन गणतन्त्रतर्फ जाँदै थियो। यस उडानमा 260 जना थिए, जसमा चालक दल पनि सामेल थियो। पाइलटले सामान्य रूपमा विमान टेक अफ गरेर आफ्नो यात्रा सुरु गरे, तर जब उनीहरू 5000 फिटको उचाइमा पुगे, अचानक विमान आफै हल्लिन थाल्यो। पाइलटलाई यो टर्बुलेन्सको कारण भएको होला जस्तो लाग्यो। उनीहरूले विमानलाई सन्तुलनमा राख्ने प्रयास गरे, तर यो नियन्त्रण बाहिर गइरहेको थियो। पाइलटले विमानलाई दायाँतिर मोड्ने प्रयास गरिरहेका थिए, तर अचानक यसको पछाडिको भागमा रहेको स्टेबलाइजर टुक्रिएर हावामा उड्यो। पाइलटले निरन्तर जहाजलाई नियन्त्रण गर्ने प्रयास गरिरहे, तर स्टेबलाइजर नभएको कारण यो यति अस्थिर भयो कि हावामा घुम्न थाल्यो। जब पाइलटले विमान नियन्त्रण बाहिर गएको देखे, उनीहरूले अधिकारीहरूलाई बताए कि उनीहरूको हातमा केही पनि छैन र केही समयपछि जहाज आकाशबाट सिधा जमिनमा खस्यो र ठूलो आवाजका साथ दुर्घटनाग्रस्त भयो। जुन ठाउँमा यो विमान खस्यो त्यो आवासीय क्षेत्र थियो। जहाज ध्वस्त हुँदा यसमा भएका सबै यात्रुहरूको मृत्यु भयो, साथै धेरै मानिसहरू विमानको तल परेर पनि मरे। यस क्षेत्रमा रहेका 10 वटा घरहरू पनि यसको चपेटमा परे। र यति मात्र होइन, तपाईलाई विश्वास नलाग्ला, तर यो विमान एउटा पेट्रोल पम्पमा खस्यो, जसले ठूलो मात्रामा विनाश निम्त्यायो। जे भए पनि यो उड्डयन इतिहासको सबैभन्दा डरलाग्दो दुर्घटनाहरूमध्ये एक थियो। आजलाई यति नै। आशा छ तपाईलाई भिडियो मन पर्यो होला।